अहिले रौटेला भन्ने क्षेत्रमा घुम्न आएका थियौँ गाइज र यहाँको एकदमै वातावरण एकदमै कुल छ। हामी घुम्दा घुम्दै यसो खोलामा आइरहेको थियौँ। उता हेर त गाइज, उता ओ पक्नुस्। ओ तपाईँ चाहिँ यो खोलामा एक्लै के गर्दै हुनुहुन्थ्यो अहिले? म यी ढुवा फोटो लारेको हो। यो भाषा कुन भाषा यो? यो हाम्रो बैतडको भाषा हो। तपाईको के छ घरको अवस्था? तपाईँ यहाँ खोलामा मैले यसो भ्लग बनाउँदाखेरि एक्लै देखेँ। के छ अवस्था तपाईँको? घर छैन तपाईँको? घर त थियो मेरो रे, घर त छ, म घर नै आएन। घर तपाईँ जान्नुहुन्न भन्नुभएको छ। के घरदेखि तपाईँलाई लखेट्नु भयो कि के भयो तपाईँलाई चाहिँ? किन तपाईँ यसरी खोलामा एक्लै बस्नु? तपाईँलाई जाडो भइरहेको छैन? जाड त हो रहेछ, के गर्नु, काप्लै नै आइदिनु भने ल यस्तो जाडो भइरहेछ। पल्ला घर मास्टर काकाले दिइहाल्यो नि कक्षाले। ल तपाईँलाई चाहिँ हामी अहिले के छ, तपाईँ चाहिँ हामीसँग जाने हो? मैले लग्यो भने तुमसित त केही जानु रे, जाडी बहुत हुन्न छ। अब जाडीको महिनाले हुन्न छ, उनीहरूले काप्ला ल्याइन आइदिनु, एक जोड काप्ला किनिदिनु भयो निको हुनेछ। ल यो कुरा सुन्दाखेरि मलाई एकदमै दुःख लाग्यो। मैले चाहिँ सहन सकेन, मेरो आँखामा नि आँसु आयो। म उहाँलाई चाहिँ मेरो जर्केट दिएर जान्छु अहिले गाइज। ल कति राम्रो देखिएको। ल अहिले चाहिँ कस्तो छ? अब चिसो रोकियो? अहिले थोक्कै तातो भयो। अब चाहिँ तपाईँ आफ्नै घर जानु होला। अब खोलामा ढुङ्गा नफोड्नु होला है। तपाईँसँग मोबाइल छ? मोबाइल चलाउन आउँछ तपाईँलाई? मोबाइल चलाउन ढुङ्गा नफोडेपछि बासा म के खुवाउँ? ल हामीसँग पनि क्यास छैन अहिले। यसो गरौँ, मसँग अहिले यो मोबाइल छ, तपाईँले चाहिँ बेच्न सक्नुहुन्छ। यो चाहिँ मोबाइल हो, तपाईँले बेचेर तपाईँले चाहिँ पैसा पनि हामीसँग थोरै पैसा पनि छ। यो पैसा र यो मोबाइल दुइटा लगेर जानु होला है। अनि यो मोबाइल बेच्नु होला, कममा नबेच्नु होला। अलि महँगो मोबाइल हो, 1 लाख भन्दा बेच्ने माथिको हो। तपाईँले एकमा बेच्नु होला र आफ्नो खर्च चलाउनु होला। हुन्छ? यतिको रुपियाँ भएबाट कति भयो? यो फोन त म जान्दैन हो, कहाँ बेच्छु के बेच्छु म। ल ठिक छ। तपाईँ घर चाहिँ कुन गाउँ रे तपाईँको? मेरो गाउँ भन्नाले तपाईँको सुत्ने ठाउँ, बस्ने घर कता? घर म पारे गोदावरी सुनलाई छ त अतरियावटी उभो जान गोदावरी भन्नुभयो। ठिक छ, अहिले चाहिँ हामी यति सहयोग गरेर जाँदैछौँ र